नेपाली सङ्गीत क्षेत्रमा चर्चित गजल गायक थानेश्वर गौतम धेरै नेपाली चलचित्रमा गाएका थुप्रै हिट गीतका कारण परिचित नाम हो। गजल र आधुनिक गीत मार्फत दर्शक श्रोताको मन जित्न सफल गायक गौतम बागलुङ जिल्लाको बडीगाड गाउँपालिका 9मा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने भएका छन्। उनको प्रत्यक्ष प्रस्तुति हेर्नका लागि स्थानीय दर्शक श्रोतामा विशेष उत्साह देखिएको छ। नमस्ते, म गायक थानेश्वर गौतम बलगास एकता युवा क्लबको विशेष साङ्गीतिक कार्यक्रममा म बागलुङको बडीगाडमा 14 गते सोमबार आउँदैछु। सबैजना रमाइलोको लागि रेडी हुनु होला। मेरा प्रिय सङ्गीत प्रेमीज्यूहरू, 14 गते सोमबार भव्य साङ्गीतिक कार्यक्रम हुनेछ। हामी बडीगाडमा भेट्नेछौँ। नेपाली सङ्गीतमा लामो समयदेखि सक्रिय गजल गायक थानेश्वर गौतमको प्रस्तुतिले कार्यक्रमलाई थप भव्य र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।